र यो रहेको छ दरबार उतापट्टि रहेको छ यहाँ दरबार सुरक्षाको लागि राखिने मान्छेहरूको भवन र हामी यसको भित्र गइरहेका छौँ र यहाँदेखि माथि जाने बाटो रहेको छ यहाँ तल सब जलेर खतम भएको छ यहाँ तल र माथि आएका छौँ हामी र यो यस्तो ढलन स्टाइलले बनाइएको छ पहिले नै हेर्न सक्नुहुन्छ निकै पुरानो होला जस्तो छ यो पनि र यो त त्यही दरबारकै सुरक्षाको लागि बस्ने मान्छेहरूलाई बनाएको घर होला त्यसमा काम गर्ने मानिसहरू काम गर्ने हो त्यो होला ए यस्तो बिग्रन अवस्थामा छ अहिले ओहो ल एउटा यहाँ जीर्ण अवस्था त्यो स्याहार र सम्भार नपाउनाले अवस्थामा पुगेको जानकारी पाएका छौँ स्थानीय वासीद्वारा ओहो यो त हालसालै राखेको होला है पछाडि राखेको एकबार पहिलाको पुरै तोडफोड गरेर गाह्रोहरू सबै यहाँको राम्रो राम्रो काठ लगाउँछन् होइन काठहरू सबै जमानामा पुरै सालका काठ छन् धेरै यो काठहरू त निकै बलियो काठ छ होइन अनि यो काठ यो भर्याङको हो यताबाट पनि चढ्न मिल्ने यताबाट त हामी अहिले झर्न मिल्दैन है हजुर मिल्दैन त बन्द छ यता भित्र हेर्छौँ हामी र यी ढुङ्गाहरू त निकै नै रहेछन् होइन हजुर यसको साइडमा चाहिँ यता पाली थियो हजुर पालीका ढुङ्गाहरू हो त्यो ढुङ्गाहरू सबै तोडफोड भइसकेका छन् धेरै जस्तो ए ढुङ्गाहरू स्टोर गर्ने कोठा पनि रहेछ कि के हो है हजुर के अहिले पछि आएको होला पछि राखेको यो साइडमा पाली छ यसको हजुर त्यो भत्किएको साइडमा चाहिँ पाली छ त्यो पालीको चाहिँ ढुङ्गाहरू केही सामान राख्नको लागि बनाइएको होला है यो बिगार्ने ठाउँ पनि भएको छ यो अहिले चाहिँ यहाँ हेर यो क्षेत्र वरिपरिका हजुर नयाँ युवाहरू भनौँ जुन 15-16 वर्षका केटाहरू छन् छोराहरू हजुर उनीहरूलाई चाहिँ यहाँ जहाँ जस्तै खाने तास खेल्ने स्थल भएको छ हजुरले यहाँ तासका टुक्राहरू पनि देख्न सक्नुहुन्छ विकृति चाहिँ पहिला विकृति चाहिँ सिर्जना गर्ने ठाउँ बनेको छ अहिले त्यस्तो राम्रो ठाउँ यस्तो बनेको छ के रहेछ त्यहाँ राख्ने जुन बत्तीहरू जति त्यो अवस्थामा चाहिँ लाइट नभएको हुँदा दियोमा चाहिँ तेल राखेर के को होला त यो हजुरको चाहिँ काठको हो र यो चाहिँ सालकै काठको कसरी अल्झायो होला होइन यो बनाउने निर्माण गर्ने टाइममै हजुरको चिट गरेको र हामी झर्ने क्रममा छौँ तल र यतापट्टिको साइडमा आएको छौँ यतापट्टि केही छ र यो कोठाभित्र गिरन खासै केही पनि देखिन्न मकैको भुत्लाहरू राखेर कति पहिलाकोदेखिको मकैको भुत्ला होला नि त्यही यो चाहिँ अहिले त्यति पुरानो नहुन सक्छ यतिभन्दा यहीँका स्थानीयवासीहरूले भोगचलन गर्दै आएका भुत्लाहरू हुन सक्छन् त्यस्तै हो अनि यो चाबी कति पुरानो होला त किरण चाबी हेर्दा उही पहिलाकै जस्तो पहिलाकै पुरानो हो यो हेरफेर नभएको निकै बलियो चाबी जस्तो छ है बलियो छ जे खै जेट 102 लेखेको छ होइन एकदम बलियो खालको चाबी यस्तो चाबी त अहिले कहाँ पाइन्छ त नि पाइँदैन र हामी झर्ने अवस्थामा छौँ भारतको स्टाइलले बनाइएको छ यो हो यो के होला त यस्तो भारतको स्टाइलले बनाएको केको लागि यस्तो सेप बनाएर गोलो राख्यो होला त त्यो पिलर जस्तो बनायो होला होइन भत्किन्छ भनेर यहाँ सेपको लागि यो पिलरकै काम गरेर यसले हो यो त के रहेछ त यहाँ तल यो मन्दिर बनाउनु खोजेको होला पूजापाठ हुन सक्छ त्यस्तै गरी भित्री प्रवेश र यहाँ राखिएको छ र हामी यहाँ त भित्र छिर्न पायौँ दरबार भनेको त्यस्तो बलियो हुँदो रहेछ कि त्यहाँ अहिले पनि हामी छिर्न पाएनौँ पहिला त पाउँथेनौँ अहिले त यो अब ती दरबारमा कामदारहरू पस्ने ठाउँमा बल्ल छिर्न पाइयो भनौँ न भनेपछि त त्यो पनि त्यस्तै भएपछि बल्ल छिर्न पाइयो होला त्यहाँका
पुरातान्त्रिक चिजहरू हराएपछि बल्ल हामीले हेर्न पाइन्छ होला। हजुर यहाँ देख्न सक्नुहुन्छ यहाँका स्थानीय जुन मैले अघि नै भने जुन युवाहरू छन् 15-16 वर्षका युवाहरूको चाहिँ यो चुरोट खानको कारणले चाहिँ यो स्थिति भएको हो। यहीँ आगो तन्काइदिएर हजुर यहीँ यसरी जल्न गयो होइन र? यहाँभित्र त यो त अहिले हामी बसेकै ठाउँ रहेछ। अझ धेरै कुरो अवलोकन गरियो र यहाँ जग्गा पनि धेरै नै छ भनेर बताउनु भएको थियो र हामी यता भित्र देख्न सक्नुहुन्छ त्यो दिवा भित्तोमा के लेखेको छ यस्तो उशृङ्खलपन छ सब केटाहरूको। यो उशृङ्खलपनले गर्दाखेरि यो भनौँ न घरको यो हालत भएको। र जग्गा पनि अहिले 4 करोडको जग्गा भन्नुभयो। त्यत्रो करोड अहिले खेर गएको अवस्थामा रहेको छ। के थियो होला त यहाँ? हजुरको यहाँ पाली थियो। ए यो रुख त पछि आगो होला होइन? हजुर यो पछि पछि गयो। अहिले देख्न सक्नुहुन्छ पाली पनि कस्तो किसिमबाट बनिएको छ। ठुलो कुराहरूको जुन दरबार गोठ कसरी बन्छ हजुरले थाहा भएको कुरो हो। यो गोठ पनि ढुङ्गाबाटै बन्यो होइन? भनेपछि त कति धनी रहेछन् भने यहाँबाट पनि प्रष्ट हुन जान्छ। वातावरण हेर्दैछ हामी। अरूको घरमा घर छाउँदाखेरि हजुरको 2 सालमा छाइन्छ। यहाँ ठुलो बडाको घरमा गोठ छाउँदाखेरि देख्नुहोस् हजुरले चाहिँ 5 साल लगाएर छाइएको छ कर्नस। पहिल्यै पनि अझै अहिले हालसालै पनि 2 साल गरिन्छ होइन? तर पहिल्यै यस्तो गरिदिए यहाँ त भनेपछि पहिले हुनेको कतिको सालको हुन्थ्यो होला? हेर्नु त यो त धेरै बलियो जस्तो छ होइन? अहिले देखिसक्नु भने पुरा जीर्ण अवस्थामा आगो लागेर जीर्ण अवस्थामा हुँदा पनि माथिबाट तल खर्न सकिरहेको छैन घर। कति बलियो रहेछ भन्ने कुरो त्यसबाट प्रष्ट हुन्छ। माकुराले पाल समेत पारेको स्थिति छ। ल र हामी अन्य चिजहरू खोज्ने क्रममा छौँ। हामी एकदमै खोज तलासको क्रममा हामी मल्लाजमा आएका छौँ। यहाँबाट बाहिरिने क्रममा छौँ हामी दरबार क्षेत्रबाट। हो हामी एउटा सर्वेक्षणको लागि आएका थियौँ। शुक्रबारदेखि आएका थियौँ। भोलि 1 हप्ता हुन्छ। हामी निकै धेरै ठाउँमा घुम्यौँ र आज यहाँ आएका हौँ। सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ। अब यो दरबारबाट हामी बाहिरिँदैछौँ र बेनीदेखि करिबन 1 घन्टा आधी घन्टा उकालो हिँडेपछि अलि हिँड्न सक्ने मान्छेलाई आधी घन्टा उकालो र हिँड्न नसक्ने 1 घन्टासम्म उकालो हिँडेपछि पैदल यात्रापछि हामी यो दरबारमा आइपुग्न सकिन्छ। त्यस्तै अहिले त्यति गाडीको सुविधा नभएको कारण गाडीबाट त्यति चलेको देखिएन। त्यस्तै गरी अरू सुविधा यहाँ त्यति भइसकेको छैन। तापनि यो दरबार पर्यटकीय क्षेत्रको रूपमा एकदम प्रख्यात छ। पर्वत जिल्लाको एउटा पर्यटकीय क्षेत्रमा गनिन्छ। त्यसैले यहाँ धेरै आउनुहुन्छ यो अवलोकन गर्नको लागि। अहिले हामी यति भन्दै यस दरबार क्षेत्रबाट हामी बाहिरिने अनुमति माग्छौँ। हवस् त धन्यवाद छ। र अन्तिममा के भन्न चाहन्छु भने र यहाँसम्म गाडी पनि आउने कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु। मिलन चोकदेखि जिपको यात्राबाट तपाईँहरू र सवारी पनि मोटरसाइकल राम्रोसित आउन सक्ने बाटो रहेछ। त्यहाँ पनि आउन सक्ने जानकारी गराउन चाहन्छु। र यो सबै जग्गा उनै अघि नै हामीले देखाएका मान्छेको तलदेखि माथिसम्म रहेको छ। कर्नेलको दरबार भनेर चिनिने दरबारको उहाँको जग्गा धेरै नै छ। उहाँकोसित प्रशस्त धन भएर यहाँ जीर्ण अवस्थामा रहेको जानकारी हाम्रो स्थानीय वासीद्वारा जानकारी भर्खरै प्राप्त गर्नुभयो। र यति भन्दै हामी यस ठाउँदेखि बिदा चाहन्छौँ। विशेष सहयोगी हाम्रो किरणजीलाई धन्यवाद दिन चाहन्छु। र यति भन्दै म पनि बिदा चाहन्छु। हस्त नमस्कार।